नमस्ते, वेलकम बैक टु माई अनदर भ्लग। आज पनि अर्को भ्लग बनाउन गइरहेको छु। अब मसँग चाहिँ मेरो भाइ छ, जस्ट डु इट। आफ्टर लङ टाइम मलाई भेट्न आएको छ। ल भन त भाइ, तिम्रो इन्ट्रो देऊ त। हाल अब दाइको बसिरहेको छु, त्यही हो। दाइको भ्लगलाई सबलाई सब्सक्राइब, लाइक, सेयर, सक्दो कमेन्ट गरिदिनुहोस्, सक्दो माया देखाइदिनुहोस्। दाइको चाहिँ 2030सम्म 3 लाख सब्सक्राइबर बनायो हामीलाई। 3 लाख सब्सक्राइबर हो नि, स्योर फिक्स पुरा हुन्छ। त्यही हो। अब अरू भने अब हामी मासु लिन लाग्यो। अब आज चाहिँ लङ टाइमपछि अब कति चिकन खानु भनेर आज चाहिँ अब हामी भैँसीको मासु किन्न लाग्यो। फेरि अब हामी साबिया कति 9मा जान्छ। साबिया 9 होइन 11मा जान्छु मासु किन। त्यही हो, धेरै दिन पछि आयो। कामले गर्दा यताउता गाह्रो छ अहिले। त्यही हो, अहिले अब बाटोमा जाँदा जाँदा देखाउँछु अब हामी। स्योर। अब हामी यहाँ टक्क आजको चाहिँ हाम्रो मिसन भनेको चाहिँ खतरा। अब बफ, त्यो पनि ह्याकुला सहितको मासु खाने प्लान छ। त्यही भएर हामी जाँदैछौँ। किप वाचिङ गाइस। र अहिले चाहिँ हामी गाडीमा आइसक्यौँ। र अब चाहिँ 11तिर साबिया 11तिर मासु किन्नु। कपाल बानीको भर्खरै भिडियो हेरेको थिएँ, अलिक चोट जस्तो देखेर कपाल पाल्नु पऱ्यो। दाइ यहाँ हुनुहुन्छ। यो चाहिँ साबिया 10देखि हामी 11तिर जाँदै नै। त्यही हो। बाँकी भनेको अब आज चाहिँ छोटो मिठो। पहिलाको हामी म भिजिटमा हुँदाखेरि दाइ र म पार्टनर थियो। आज चाहिँ त्यही मेमोरिजहरू हामी रिकल गर्न जाँदैछौँ। यहाँ दाइको हुन्छ। दाइ यो हामी 10मा, साबिया 10 ठुलो छ। साबिया पनि जस आज साबिया कति 1-2 महिनापछि आउँदा पनि जस पहिलाको जस्तो भाइब छ यहाँ चाहिँ। त्यो जुन चाहिँ सुरुमा आएको जस्तो नै मेमोरिजहरू रिकभर भयो, त्यस्तो नै भाइब छ। त्यही अब यहाँ हामी जाँदैछौँ अब मासु लिनु। अब मासु लिने ठाउँमा भेट्छौँ। दाइले गर्नुहुन्छ त्यसमा चाहिँ भ्लग। बाई। सो हामी चाहिँ अहिले मासु पसलमा आइसक्यो। दाइले मासु किन आँटिरहेको छ, भैँसीको मासु। यो चाहिँ हाम्रो यो नेपाली साबिया नेपाली नाङ्लो रेस्टुरेन्टको अगाडि मासु लिन आइरहेको छ। मासु छ। चाहिँ हाम्रो लोकेसन चाहिँ यो नाङ्लो रेस्टुरेन्ट, साबिया 11 नाङ्लो रेस्टुरेन्टको अगाडि हाम्रो पाजीको पसल छ। पाजी कैसे हो आप? ठीक है भाई, कर रहे हैं। ठीक है, आप कैसा है? डिस्काउंट करके दे दो अच्छे से। हम ठीक है। आपको यूट्यूब में डालेंगे तो कोई मसला नहीं। आपको भी डालेंगे यूट्यूब में। हाई बोल दो ना इससे। ठीक है। मैं इधर को आपका लोकेशन भेज दिया, सब नेपाली को। हाँ, ये यूट्यूब में डाल देंगे। हाँ, मसला नहीं है ना आपको? नो प्रॉब्लम। फैंसी होता है, वाला आता है, कुरकुर वाला है, पाया भी है। ये नेपाली रेस्टोरेंट के सामने है ना, ये आपका लोकेशन? के सामने। हाँ, नेपाली रेस्टोरेंट के सामने इधर। ओके गाइस, खाना है तो आ जाओ इधर। अच्छा फ्रेश मिलेगा। स्पेशली नेपालीहरूको लागि चाहिँ एकदम फ्रेश पाउँछ है। राँगोको मासु, फ्रेश पाया भी मिलता है। राँगोको मासु ऐसा वाला फैंसी का भी मिलेगा, फ्रेश का भी मिलेगा। फैंसी का पाया है ऐसा। हाँ, दोनों मिलेगा। चलो बात करेंगे। अच्छा कटिंग अच्छा है। देखो कटिंग स्किल, भैया का कटिंग स्किल बहुत अच्छा है। कटिंग बहुत अच्छा है गाइस। भैया तो रकम वाहिद है ना, वाहिद नंबर 1। आपने मेरे को हड्डी ज्यादा डाला नहीं भाजी, ये कुछ हड्डी है खाने वाला है। पीछे का बात देखो भैया के कितना हाइजीनिक है। भैया ग्लव्स भी पहनते हैं, भी लगाते हैं। इतना हाइजीनिक मिलेगा ना। इधर ये भी कितना साफ सफाई है, देखो।
नहीं ऐसे ही पेट में जाना है ना, इसलिए अभी छीट रहे हैं। इसको पकाने का आइडिया भी दे दो हमको। इसको मालूम है कैसे बनाता है, ये उस्ताद है। उस्ताद है, सब उस्ताद है। आप कटिंग में उस्ताद हो, पकाने में उस्ताद है भाई सब। फुल्ली हाइजीनिक, ये सब क्लीन करके रखता है। ग्लव्स भी है, टोपी भी है, सब है। वाह वाह। हामी चाहिँ अहिले मासु ल्याइसक्यो र दाइरामा चाहिँ अब फेरि घरतिर जान्छौँ। एकदम जाम थियो बाटोमा, अब अहिले पनि अब के हुन्छ, जाम भयो भने देखाएर जान्छौँ। हाम्रो गाडी यो चाहिँ कोरोला एससी। सो अब चाहिँ घर जान आँटेको यहाँबाट। लेट्स गो। नेपाली रेस्टुरेन्टको अगाडि है, यो के रहेछ स्ट्यान्डर्ड बर्ड, यो बर्ड चेरी। लेट्स गो। मासु खान मन लाग्यो भने सिधै यहाँ लाँदा हुन्छ। रागोको फ्रेस मासु पाउँछ, भैँसीको फ्रेस मासु पाउँछ। ल अहिले भेटौँ न त्यसो भएपछि। अब बाटोमा जाम पर्छ, जाम देखाउँ है। जाम पर्छ भनेको यहीँबाट सुरु भइसक्यो जाम। यस्तो छ साबियाको हालत। यहाँ पनि काठमाडौँको हाम्रो नेपालको के भन्छ, नेपालको यो के हाम्रो 3टा चोरले नै चलाउँछ जस्तो छ। यहाँ पनि यहाँ नि जामै जाम छ। एकदम बाटो सानो, एकदम सज्जन सबैजना। त्यही भएर देश पनि अहिले एकदम काङ्ग्रेसको घोडा हो। त्यही भएर अहिले आलोचना भन्दा पनि हामी अहिले कार्यक्षमताप्रति चाहिँ अलिकति विश्वास गरौँ। व्यवस्था सही छ, नेतृत्व सही छैन भन्ने कुरामा चाहिँ हामी भनौँ हैन हो दाइ। यहाँ चाहिँ फेरि ओभरै जाम भयो ल। तर आउने बेलामा चाहिँ जाम रहेछ, जाने बेलामा चाहिँ अलिकति खुल्लै रहेछ। अलिकति खुल्ला चाहिँ रहेछ जे होस् अहिले चाहिँ। ल ए भन्दै अहिले भेटौँ ल फेरि। ल अहिले चाहिँ हामी घर पुगिसक्यो लगभग। यस्तो छिटो नै पुग्यो अहिले चाहिँ, जाँदाखेरि मात्र एकदमै खुल्लै रहेछ है। जाँदाखेरि चाहिँ एकदम जाम पऱ्यो। अहिले चाहिँ एकैछिनमा पऱ्यो लगभग। यही नै हो कि हाम्रो घरको लोकेसन। कोही भेट्न आउन चाहनुहुन्छ भने हाम्रो दाइलाई यहीँ नै है, यो सुपर जेनरल। अनि दाइको यहीँ हो। यहाँ अलिअलि जामसाम छ, यस्तो जाम खल्लीबल्ली। यो चाहिँ अलिअलि निन्न पनि लगाइरहेको छ। काम गरेर आएको त्यही भएर मर्निङ ड्युटी छ, अरूभन्दा अहिले फेरि जानुपर्छ। बेला 6:30 पुग्नुपर्ने छ। 6:30 पुग्नुपर्ने? 3:30 हो मेरो त ड्युटी। अहिले त रमाइलो छ, एकैछिन टाइम गए जस्तो छ। म्यानेजमेन्टहरू राम्रो छ, सामानहरू सबै अभाइलेबल छ। पहिलाको भनेर धेरै राम्रो छ। तलब पनि दिन्छ होला सायद। रेट्रोको साउले हेर्दैन होला, न त म यहीँबाट भनिदिन्थेँ रेट्रोको साउलाई हेर्दैन होला। यो भन्दैमा अब बाँकी भ्लग भनेको अहिले माथि किचनमा गएर देखाउँला है। ल बाई। हाम्रो जस्ट डु इटले अहिलेको मासु चाहिँ मजाले पकाउँदैछ। मजा लगाएर दामी बनाएको छ। बोइल गरेर बाहिर जानुभयो, किचन हो र। टक्क बोइल गरेर यसलाई मजाले बोसो फालेर एकदम दामीसँग बनाएको छ। खाना इच्छुक साथीहरू सबैजना हेरे मुख मिठाउँदै यता आउनु होला है। व्यवस्थित छ। अब सब कटिङहरू भइरहेछ। मासु भात टक्क लाएर खाने भन्ने कुरा भएको छ। याकुला हो यो, याकुला। मासु भात है टक्क खतरा।